शुक्रबार इटरीमा अनौठो दृश्य देखियो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लाइसेन्स नभएका ई रिक्सा चालकहरूलाई खादा र माला लगाएर धमाधम सम्मान गर्दै थिए। सबैलाई लाग्यो मन्त्रीले आएर धमाधम कसलाई सम्मान गर्दैछन्। सम्मान पाउनेलाई थाहै छैन के को सम्मान पाए भनेर। यो अनौठो दृश्य देखेर सबै अलमल्ल परे। मन्त्री भण्डारीले सम्मान गर्दै भन्दै थिए, लाइसेन्स लिनुहोस्, चाँडै लाइसेन्स लिनु, बिलबुक बोकेर हिँड्नु, लाइसेन्स नबनाई सवारी नचलाउनु। यो दृश्य देखेर सबै अचम्ममा परे। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले इटरीमा आयोजित ई रिक्सा सचेतना तथा अनुगमन कार्यक्रममा चालकहरूलाई सम्मान गर्दै लाइसेन्स नबनाई सवारी नचलाउन आग्रह गरेका हुन्। मन्त्री भण्डारीले सडक सुरक्षाको विषयलाई कठोर भाषणभन्दा चेतना र सहकार्यबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनले लाइसेन्स बिना सवारी चलाउँदा चालक मात्र होइन, यात्रु र पैदल यात्री समेत जोखिममा पर्ने उल्लेख गर्दै नियम पालना सबैको साझा जिम्मेवार भएको बताएका हुन्। सम्मानसहित गरिएको आग्रहले चालकहरूलाई आत्मअनुशासनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ। इटरीमा देखिएको दृश्य सामान्य सम्मान कार्यक्रम थिएन, त्यो एउटा सन्देश थियो, कडा तर व्यङ्ग्यात्मक र गम्भीर। बाहिरबाट हेर्दा यो दृश्य अनौठो लाग्न सक्छ, तर भित्री अर्थ बुझ्नेहरूका लागि यो स्पष्ट चेतावनी थियो। मन्त्री भण्डारीले जरिवानाको डर देखाएनन्, कारबाहीको भाषा बोलेनन्, बरु सम्मान गरेर सम्झाएर अब पनि लाइसेन्स नबनाउने हो भने दोष नियमको होइन, चालकै हुनेछ। यो सम्मान वास्तवमा पुरस्कार होइन, ऐना थियो, आफ्नै गैर जिम्मेवारी देखाइदिने ऐना। फेरि एकपल्ट यो दृश्य हेरौं। सडकमा सवारी चलाउनु अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। लाइसेन्स बिना ई रिक्सा चलाउनु केवल नियम उल्लङ्घन मात्र होइन, यात्रुको ज्यानसँग खेलबाड हो। राज्यले प्रक्रिया छोट्याउँदा पनि त्यसको उपयोग नगर्नु चेतनाको कमी होइन, उदासीनता हो। इटरीको यो दृश्य कानुनको कमजोरी होइन, कानुनको फरक तर गहिरो प्रयोग हो, जहाँ चेतावनी चिच्याएर होइन व्यङ्ग्य गरेर दियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र यातायात व्यवस्था कार्यालय इटरी सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी र स्थानीय सरकारवालाहरूको सहभागिता रहेको थियो। यो अभियान इटरीमा मात्र होइन, बिर्तामोड, उदयपुरको गाईघाट, विराटनगरमा पनि यस्ता कार्यक्रम गरेको मन्त्री भण्डारीको भनाइ छ। हामीले कोशी प्रदेश सरकारको तर्फबाट सिटी सफारीवालाहरूलाई अत्यन्तै माया गरेका छौँ। तपाईँहरूले पनि कानुन मानिदिनुहोस्, लाइसेन्स बोकेर हिँडिदिनुहोस्, ब्लू बुक बोकेर हिँडिदिनुहोस्, जाँच पास गराएर कागज राखिदिनुहोस्। यति भयो भने तपाईँहरूलाई कुनै खतरा हुँदैन। त्यसका लागि आज हामीले हाम्रा कर्मचारी साथीहरू, ट्राफिक प्रहरी साथीहरू, नेपाल प्रहरीका साथीहरूले यहाँबाट अब चारै चोकमा फैलिएर कम्तीमा 1500 सिटी सफारीलाई यो हामी जानकारी रोकेर जानकारी गराउँछौँ, अनुरोध गर्छौँ, नमस्कार गर्छौँ, गरिदिनुहोस्। तपाईँलाई यो अरू केही होइन, तपाईँहरूका लागि हो भन्ने कुरा म लामो कुरा गरिनँ। खास उद्देश्यका लागि आज हामीले पहिलोचोटि आज देशको बिर्तामोड, गाईघाट, विराटनगर र इटरी 4 सहरमा हाम्रा कर्मचारी र ट्राफिक प्रहरी साथीहरूले यो सचेतनता अभियान चारैतिर फैलिएर यो सूचना जारी गर्छौँ। यहाँ प्ले कार्ड पनि छन्, यहाँ सबै कुरा लेखिएको छ। त्यस कारणले म सर्वप्रथम लाइसेन्स नभएका 8-10 जना साथीहरू अगाउनुहोस्। तपाईँलाई म फुलको गुच्छा दिएर अब चाँडै तपाईँहरू लाइसेन्सको परीक्षामा पास हुनुहोस् है भन्ने शुभकामना दिएर फुलको गुच्छा म दिएर यो कार्यक्रम। कार्यक्रममा कर्मचारीहरूले सवारी साधनको नवीकरण गरौँ, सुरक्षित बनाऊ। सवारी साधनको नवीकरणमा तेस्रो पक्ष बिमा अनिवार्य छ। सवारी साधन चलाउँदा मदिरा सेवन गर्नु गैर कानुनी कार्य हो। सवारीको साथमा बिलबुक र लाइसेन्स
अनिवार्य राखौं, आफ्नो सवारीको जाँचपाँच समयमा नै गरौं लगायतका नारा बोकेर सडकमै उत्रिएका थिए। सिटी सफारी चालकहरू गरिखाने वर्ग भएको र लाइसेन्सबाट वञ्चित भएका कारण यो अभियानको थालनी गरिएको यातायात व्यवस्था कार्यालय इटहरी सवारी चालक अनुमति पत्र इटहरीका प्रमुख सतीश सत्यालले बताउनु भएको छ। ई रिक्सा चालकहरूलाई लाइसेन्स लिनका लागि सबैजना लेखपढ गर्न नजान्ने भएका कारण प्रदेश सरकारले सहजीकरण स्वरूप 30 देखि 35 मिनटको भिडियो सामग्री तयार गरेर त्यो भिडियो हेरेपछि सिधै ट्रायल दिने व्यवस्था गरेको उहाँले बताउनु भएको छ। यो सिटी सवारी चालकहरू भनेको एउटा गरिखाने वर्ग हुन्। अब तिनीहरूलाई चाहिँ कति चाहिँ लाइसेन्सबाट वञ्चित छन्, तिनीहरूलाई लाइसेन्स प्राप्त गरून् भन्ने उद्देश्यले नै कोशी प्रदेश सरकारले उहाँहरूलाई त्यो प्रक्रियामा कतिजनाले लेखपढ गर्न पनि सक्नुहुन्न, लिखित परीक्षामा सामेल गर्दामा अनुतीर्ण हुने सम्भावना धेरै भएको हुनाले प्रदेश सरकारले लिखित परीक्षाको प्रावधान हटाइसकेको छ। जहाँ चाहिँ लिखित परीक्षाको सट्टा चाहिँ उहाँहरूले 30 मिनटको चाहिँ ट्राफिक सचेतना सम्बन्धी एउटा डकुमेन्ट्री हेरेको भरमा उहाँहरू डाइरेक्ट प्रयोगात्मक परीक्षामा जानुहुन्छ र ट्रायल पास गरेर उहाँहरूले लाइसेन्स प्राप्त गर्नुहुन्छ भन्ने नै मेन उद्देश्य हो यो कार्यक्रम। आयोजकका अनुसार चेतनामूलक कार्यक्रम मार्फत सवारी व्यवस्थापन सुधार र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले एउटा सन्देश दिएको छ, कानुन पालना गराउन कडाई मात्र होइन, समाजदारी र सहभागिता पनि प्रभावकारी माध्यम हुन सक्छ। मन्त्रीको आग्रहसँगै अब इटहरीमा लाइसेन्स बनाउने क्रमले गति लिने अपेक्षा गरिएको छ। सो कार्यक्रमको पहिलो दिन इटहरीको मुख्य चोकको पूर्वमा इटहरी उपमहानगरपालिका अगाडि, पश्चिममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय अगाडि, उत्तरमा हलगडा चोक र दक्षिणमा राधाकृष्ण मन्दिर अगाडि ई रिक्सा चालकहरूलाई सम्झाउँदै सचेतनामूलक कार्यक्रम गरिएको थियो। ई रिक्सा चालकहरूले हामी पढ्न लेख्न जानेका छैनौं, लिखित परीक्षा दिन सक्दैनौं भन्ने बहाना गर्न पाउने अवस्था छैन। मन्त्रालयले सहजीकरणकै लागि 30 देखि 35 मिनटको भिडियो सामग्री हेरेपछि सिधै ट्रायल दिन मिल्ने व्यवस्था गरिसकेको छ। नियम सरल बनाइएको छ, तर पनि धेरै चालकहरू लाइसेन्स बनाउन जाँदैनन्। यो बाध्यता होइन, स्पष्ट लापरवाही हो। यदि अब पनि चालकहरू सुध्रेनन् भने भोलि यो माला र खादा होइन, जरिवाना र कारबाहीको पालो आउने संकेत पनि हो।